तेल निस्किसकेको छ है साथीहरू, पानी सुकेर है। अब यसमा टमाटर हाल्छु ल। है पानी थियो भने अहिले पानी छैन है त। टमाटर हाल्छु। यो टमाटर पाक्नु पर्यो। टमाटर मात्र होइन, मलाई आलु पनि हाल्नु बाँकी छ यसमा है। खरेछ साथीहरू। सेकाउँदा तायो राख्यो है। जतिखेर झिकेर हाल्नु हुने है। स्वाद भयो है। चिया खाएर एकछिनपछि अब आराम गरेर चाहिँ हामी चाहिँ अब घुम्न गइरहेको छौँ है। बुढाबुढी नानीले जहिले घुमाउनु पर्ने हुन्छ नि त, त्यही भएर अब हामी निस्केको है त है। अब जुत्ता लगाउँछु। जुत्ता यहाँ छ मेरोमा, यहाँ अँधेर छ साथीहरू है। म चाहिँ अब एकछिन बाहिर गएपछि देखाउँछु ल। अब चाहिँ हामी भौरी आइपुग्न लाग्यो। मिनु राजा राजा भन्नुहुन्न नि मेरो बेबी, मिनु बेबी। यो शान्तिपद हो है। यहाँ चाहिँ भौरी है। यहाँ चाहिँ बच्चाहरू खेल्ने ठाउँ। अब अस्ति पनि गएको थियौँ। यहीँ आउने हो, यहीँ गर्ने हो। ल छोरो यहाँ कुदेको कुदे। यत्रो भयो छोरा। अबे दिदी सन्चै हुनुहुन्छ? ल हाम्रो दिदीसँग भेट भयो, खुसी लाग्यो। हेलो साथीहरू, वेलकम ब्याक टु माई च्यानल। हजुर कस्तो हुनुहुन्छ? सन्चै हुनुहुन्छ होला? म पनि सन्चै छु है। अनि मेरो सबैजना देश विदेशमा चलेर बसिरहनु भएको सबैजनालाई मेरो न्यानो अभिवादन अनि सेवा भन्दा मेरो भिडियो अगाडि बढाउन गइरहेछु है त साथीहरू। अनि हजुरको चियापान भयो होला है, नास्ता भयो होला। मेरो पनि भइसक्यो भर्खर है। अनि भर्खर भइसकेर चाहिँ अब चाहिँ कति बज्यो भने 9-10 बज्न लाग्यो है। अब चाहिँ खाना बनाउन गइरहेछु। खाना चाहिँ मैले पकाइसकेँ है। खाना र दाल चाहिँ पाक्यो, सब्जी पनि पकाउनु बाहेक छ है। म चाहिँ आज किनीमा र बर्कौली है। हजुरलाई थाहा छ होइन कस्तो हुन्छ है। अब हजुरलाई पहिले नै अब कतिले खानुभएको छ भने है, म चाहिँ मिक्समा बनाउन गइरहेको छु है। अनि हजुरले हेर्दै गर्नु होला है के कस्तो हुन्छ। हजुरहरूले प्लिज कमेन्ट गर्न नबिर्सिनु होला। नयाँ साथीहरू हुनुहुन्छ भने प्लिज सब्सक्राइब गर्न नबिर्सिनु होला है त। यति भन्दै है त। अनि जति पनि है मेरो सब्सक्राइबरहरू हुन्छ साथीहरू, उहाँहरूलाई धेरै धेरै धन्यवाद है। उहाँहरूले मलाई साथ सपोर्ट गर्नुभयो। अनि थ्याङ्क यू सो मच उहाँलाई धेरै धेरै है त। अनि म चाहिँ यहाँ है हल्का आज चाहिँ यस्तो घाम लागेको छ साथीहरू, मर्ने गरी घाम लागेको छ है। धरमा कमर घाम लागेर चाहिँ है घाम लागेको छ। हजुरले हेर्नु सक्नुहुनेछ घाम लागेको है। अनि त्यही हो ल त। सधैँ अब अनुहारहरू यस्तो त देखिन्थ्यो है मेरो, किनकि म अब हातले यसो गरेर फोटो खिच्दै भिडियो बनाउँथेँ नि त होइन। अनि कहिलेकाहीँ एन्टी लाइटहरू परेर लाइटहरू आउने जस्तो भइरहेछ। त्यही सायद मेरो भिडियो नै राम्रो देखिँदैन र राम्रो क्वालिटी त छैन र पनि सफल बनाउने कोसिस चाहिँ गरिरहेको छु है। हजुरहरूले धैर्य गरेर हेर्नु होला भन्न चाहन्छु है। के कस्तो हुन्छ, मबाट गल्तीहरू भएमा प्लिज माफ गर्नु होला है। यही भन्दै
अब चाहिँ म सब्जी बनाउनु तयार गर्न गइरहेको छु। सबै रेडी भइसकेको छ है त साथीहरू, हेर्नु होला। मेरो त दाल पाकिसकेको छ भर्खर है। अनि त्यसपछि चाहिँ अब सब्जीको लागि चाहिँ आलु है रेडी, अनि प्याज टमाटर मैले रेडी गरिसकेको छु। अनि यो पनि यसमा पेनमा तेल हालेँ भर्खर है। अनि यसको लागि चाहिँ मैले किनिमा तयार गराएको छु है। किनिमा हेर्नु होला। अनि यो किनिमा यहाँको होइन है, यो किनिमा चाहिँ म इन्डियाबाट ल्याएको नागाल्यान्डको किनिमा है साथीहरू। डल्लो डल्लो भिजाएको मैले, अहिले चाहिँ न्याम भइसकेको छ। अनि यो चाहिँ बर्कलीमा चाहिँ तातो पानी लाएर मजाले 2-3 मिनटसम्म राखेर होइन, अहिले सब पानी तारिसकेको छु है त। यो अहिले यसमा मिक्स गर्नु गइरहेको छु। पहिला चाहिँ किनिमा बनाउँछु है, किनिमामा मिक्स गर्नु गएर चाहिँ यस्तो मिठो हुन्छ साथीहरू। उताको किनिमा अर्कै खाले हुन्छ क्या साथीहरू, कस्तो मिठो खाले हुन्छ उताको है। बासा पनि यति राम्रो हुँदा यहाँको नि यति मिठो हुन्छ है। यहाँको बस्नेहरूलाई त यहीँ मनपर्छ, अनि उताको पनि बस्नेलाई उतैकै मनपर्छ होइन। तर पनि यहाँ उताको र यताको फरक अलिकति छ भने बास्ना मात्रै छ है फरक होइन। अनि बनाउने तरिका पनि उनीहरूको नागाल्यान्डहरूको अर्कै के मिक्स गर्नुहुन्छ है, तर त्यो चाहिँ थाहा भएन। तर यति मिठो छ है यो पनि साथीहरू, यति मिठो बास्ना आउँछ बाफ है, भन्नु पर्दैन। अनि म चाहिँ यो अखबार यति हाल्नु गएर चाहिँ सुकिसकेको छ, सुकेर इत्रु भइरहेछ। तर यति पिरो छ है साथीहरू। अब तेल हालिसकेको छु मैले है, तेल हालिसकेको छु। अब म यसो प्याज हाल्छु है त। ल मलाई प्याज हाल्नु गइरहेको छु है साथीहरू। प्याज जति हाल्दा पनि हुन्छ होइन। मासुहरूलाई चाहिँ म धेरै हाल्छु है, अरू सब्जीलाई चाहिँ ठिक्कै एउटा हालिदिन्छु है। ठिक्काको छ नि त ल्याएको छु है, त्यही लेभल अनुसारमा पनि लगाइदिन्छु है। अब यो खुर्सानी पनि लगाइदिइहाल्छु ल। तेलमा फ्राएर गर्नुपर्छ, कति मिठो हुन्छ साथीहरू। यो चाहिँ अब चाहिँ म यहाँ प्याज भइसकेको छ है। यस्तो मिठो बास्ना आइरहेछ हेर्नु न, पानीमा भिजाउँदा पनि यस्तो मिठो बास्ना आइरहेछ क्या तातो पानीमा है, कति मजा आइरहेछ। बास्नाले नै मिठो क्या साथीहरू। ल म किनिमा हाल्न गएँ है। मैले चाहिँ ठिक्क है अब यसमा छमा बनाइरहेको छु है, किनकि डर छ नि त, त्यही भएर है हल्का पुऱ्याउनु पर्छ यसलाई। अनि यसरी गर्नुपर्छ है, अलिक बढाएँ 12मा। यो यति सजिलो हुन्छ साथीहरू है, ग्यासमा पनि सजिलो, यसमा पनि। यो त एकैचोटि हुन्छ है, म काट्दै बनाउँछु है त साथीहरू। यो हल्दी हाल्न गइरहेछु। मसला पनि पकाउँछु, यही तेलमा पकाउनुपर्छ मसला है। यति भएर पुगिहाल्छ। अलिकति थोरै है जिरा धनियाँको है धुलो। थोरै गरम मसला पनि हाल्छु ल साथीहरू, थोरै भन्दा धेरै गयो है। ल ठिकै छ, केही छैन। अलिकति पानी लगाएको थिएँ डढ्छ भनेर। ल अब म अलिकति रेड खोर्सानी है, कश्मिरी मिर्ची हाल्दैछु है, धुलो पाउडर।
तेल निस्किसकेको छ है साथीहरू, पानी सुकेर है। अब यसमा टमाटर हाल्छु ल। है पानी थियो भने अहिले पानी छैन है त। टमाटर हाल्छु। यो टमाटर पाक्नु पर्यो। टमाटर मात्र होइन, मलाई आलु पनि हाल्नु बाँकी छ यसमा है। ल साथीहरू है, मेरो चाहिँ टमाटर पनि लगभग पाक्यो है। पानी लगाइदिएको थिएँ, टमाटरले मजाले ग्रेभी भयो। अब टमाटर लाग्छ, आलु लाग्छौँ ल, आलु लगाइदिएँ ल। आलु यतिले मजाले पुग्छ है हामीलाई। अब यो दाल मजाले छोप्यो भने पाकिजान्छ है। अब एकछिन 5 मिनटसम्म सानो आँचमा बनाउनुपर्छ। त्यसपछि काउली लगाइदिन्छ है त। ल साथीहरू, मेरो चाहिँ पाक्यो आलु है। ओहो झनै डह्रो लागेको छ, अलिअलि डढेछ हल्का, किनभने म तल अलिकति काम परेर गएको थिएँ है। नानीले अलिकति सुसु गरेछ कि, त्यही भएर हेर्नु गएको थिएँ लुगा। केही छैन, बर्काउले हाल्न गइरहेछ है त। यो चाहिँ बोइल छ है हल्का, यस्तो साह्रो बोइल त होइन, हल्का। किनकि तातो पानी लगाएर 2-3 मिनट मात्रै छोपेको थियौँ होइन। अब अलिकति पानी लगाइदिनै पर्छ यसमा। खोइ पानी लगाउँ होला, भयो यति भयो हुन्छ है। ओइ ल है त साथीहरू, मेरो चाहिँ सब्जी यस्तो भयो है। कोपी आलु है पाकिसक्यो लगभग है त। हेर्दै गर्नु होला साथीहरू, म चाहिँ खाना खानु गइरहेको छु है। रोसेर खान्छु। कोपी मुलाको मिठो हो सब्जीमा। मुलाको अचार है, मुलाको अचार त कहिले छोड्दैनौँ हामी। मिठो हुन्छ नि, हामीलाई भातहरू पनि रुचाउँछ, अमिलो पचाउँछ पनि। माछाको सुटी
खरेछ साथीहरू सेकाउँदा तायो राख्यो है जतिखेर झिकेर हाल्नु हुने है स्वाद भयो साथीहरू आँपको सुकुटी सुँगुरको सुकुटी खाँदा अब माछाको सुकुटी पनि बनाएको है फर्स्ट टाइम दामी बहुत गर्मी पलायो साथीहरू बरु गर्मी हुन्छ होला कम भात लिएर खाएको छु है यति गास बिहान पनि अब कन्ट्रोल गर्नु पऱ्यो र कन्ट्रोल गर्दा नि मोटाइरहेको छु मोटाउँदै घट्दै भएको छ नि त मिठो मिठो बनाएपछि त्यस्तै हुन्छ मेरो कस्तो चाहिँ सेम कान जस्तो कुरुक भइरहेछ कस्तो मिठो त्यो भात जहिले हालेर खान्छौँ यस्तो दामी भएछ खाना रुचाउने है तर आफूले कन्ट्रोल गर्नु पर्यो नि अच्छा दाल मलाई खान्छै साथीहरू फिनिस भयो खाना फिनिस भयो यतै गर्नु होला है दिनको 4 बज्यो है एकछिन नानीलाई सुताएर एकछिन आराम गरियो नि त है अहिलेसम्म टन्न लागेको छ हावा चाहिँ आइरहेछ हुन चाहिँ एकदमसित है लाएर है के देखिरहेको ए आँखाले पुरा हेर्न सकिनँ अब म चिया बनाउँछु है भोक लाग्यो बर चिया बनाएर खान्छु है साथीहरू है छोरालाई उठिसक्यो छोरालाई उठेर खानासाना खिलाएर 2 बजीतिर है अनि उसलाई 3-4 टाइम खुवाउँछु नि त बिहान उसले 2टा बनाना अनि ब्रेड खाएको थियो त्यति खाएपछि उसले धेरै खान सक्दैन आँखा चिलायो कति साह्रो चिया बनाउँछु है साथीहरू त्यही गर्नु होला
अनि यो ग्यासको त्यो बाल्ने हुन्छ नि बन्दुक चाहिँ अलिकति उयो भइरहेछ साथीको। दुध हाल्छु। फेरि नानीलाई दुध, गाईको दुध हिजोदेखिको लिन थालेको नानीलाई है। अब कति उयो खुवाउनु भनेर नि गाईको पनि हुन्छ थाल्यो नि त, खिलाउनु थालेको। उसले त बट्टाको खाने बानी भएर त रातभरि खाने नमानेर है साथीहरू हिजो भयो राति पकाउँदा कसो गर्दा निदाउँदाखेरि चाहिँ नि खिलाएँ है। मेरो चाहिँ फेरि उसले दिनमा मात्रै खानु खोज्छ क्या, रातमा खाँदैन। दिनमा चाहिँ सुत्ने बेलामा टाइममा चाहिँ मेरो चाहिन्छ। त त्यही हो साथीहरू, त्यसरी खान्छ। त्यही हुनलाई एकछिन ल चिनीहरू हाल्छु। अलिकति पानी हाल्नुपर्छ थोरै है, त्यसले बाक्लो पनि हुन्छ। पानी त हाल्नु बाक्लै छ, हुन त गाईको दुध हो। चाय पत्ती है, अब दाल यहाँ चाहिँ बुढोले चाहिँ त राख्नु रहेछ। चिनी सकिन लाग्यो। हाम्रो चिनी के ल्यायो भने नि साथीहरू झापादेखि त अलिअलि इन्डियाको बोर्डर पर्छ, त्यहाँबाट ल्याउँछौँ कि अलिक सस्तो हुन्छ नि त। 5 केजी लिएर आउँछौँ। झापादेखि त के भन्छ माबारदेखि त हो क्या अलिकति हो चाहिँ, त्यही भएर। अनि चियापत्तीहरू चिनी होइन, अनि जिरा धनियाँहरूको प्याकेट हामी चाहिँ त्यहीँबाट ल्याउँछौँ गोटै। अनि ल्याएर यहीँ घरमा पिसेर आफूले है सुकाएर अथवा हल्का फ्राएर पिसेर गर्छौँ है। अनि यो बनाउँछु है त, त्यसरी खान्छु। अब बुढो फेरि अब उयसको लागि जानुहुन्छ, भोटको लागि जानुहुन्छ उहाँ। म यो चाहिँ यतै हो ढराली, बुढोको चाहिँ झापा हो है। यो अस्ति दाल लिएर आएको थिएँ, बुढो त माथिबाट ल्याएर राखिरहनु भएको छु, त कहाँ गएछ भन्छु नि। दाल यति छ दाल पनि है, सकेछ दाल पनि। मिक्स दालमा खान्छौँ नि त हामी, चना रजनी सबै सबै है। जहिले 1 केजी ल्याउँदै राख्दै त्यसमा भर्नु त टाइम लाग्छ। त भयो बच्चाले यति भयो साथीले यति है। चना मटरको सब्जीहरू राखेर सब्जी भोलिको लागि चाहिँ चना भिजाइरहेछु मैले है। भोलिको लागि चाहिँ है सजिलो हुन्छ नि त। दालचिनी साँच्चै दालचिनीलाई है, यो चाहिँ ल्वाङ सुकमेल सबै छ यसमा। यहाँ माथिबाट छ है, यसको प्याकेटमै छ, ल्याइराखेको छु। म चाहिँ साथीहरू है न दिनमा निदाउनु पाउँछु है, न रातमा। नानी उठिहाल्छ सुत्नु, अब एकछिन सुत्नु पऱ्यो मोबाइल हेर्दै गर्दा त नानी उठिसक्छ। अनि उसँग भुल्नु पऱ्यो कि त अब लड्छ हेर्नु पऱ्यो, त यताउति गर्दा त लड्छ। अनि त्यही भएर उसको बाबा चाहिँ 1 महिना पुगिसक्यो है, अहिले 1 महिना पुऱ्याएर भर्खर उठ्नु पऱ्यो। म चाहिँ सुतेको छुइनँ, नानीसँग खेल्दा अहिले नाक जग्गाले नाकभित्र हालेर यस्तो चिथारिदिन्छ है, खुन निकालिदिन्छ घरि आँखामा हानिदिन्छ, घरि के गरिदिन्छ छोराले है। गाह्रो छ ऊ जिस्केको नि त, अब जिस्क्यो भन्दैमा कुट्नु गाली गर्नु त भएन होइन। अब उनीहरूलाई ठुलो सोले बोल्नु भएन केटाकेटीसँग राम्रो। अब हामीले बिहेभ गर्नुपर्छ। अहिले भर्खर दिमाग भर्खर उयो हुँदैछ है, भर्खर डेभलप हुँदैछ नि त। अनि त्यही भएर त चिया पाएको है मेरो।
म चाहिँ कडा कडा खान्छु कलर, किनभने नै मेरो टाउको दुख्छ। यसले टाउको दुखेको चाहिँ च्वाट्टै निको पार्छ साथीहरू। एकपल्ट दुख्ने बानी छ है मेरो। कसैलाई चाहिँ चिया कडा रङ खाने पनि निको हुनुहुन्छ नि त, अनि मलाई पनि त्यस्तै हुन्छ, निको हुन्छ है। धेरै कडा भन्दा पनि धेरै कडा चाहिँ हेर्नेको साथीहरू ठिक्कको क्या। धेरै कडा तितो त खानु सक्नु है, धेरै तितो पनि खानु सक्दैन नि त। त्यो तेजपत्ता कति हो कति। यस्तो भयो है। यतिका चाहिँ ठिक्क हुन्छ मलाई खानु चाहिँ है। म तल लान्छु, बुढोले खानुहुन्न। बुढो म चाहिँ एक दुई खायो भने एक दुई सर्ट खानुहुन्छ बुढोले, नभए त के खानुहुन्छ। उसलाई धेरै फाल्टो बनाउनै पर्दैन, उसले खाने चिया है। उसले तातो पानी खाएको थियो बिहान पनि खान्छ, म त्यो चिया खाने भनेको चाहिँ मात्रै हो चिया खाने बानी। आबुम छोरा आबुम बनाना पढ्न म दिन्छु त हजुरलाई, केलाउनु न त, म केलाइदिन्छु ल। पढ्नु न त, म केलाउँछु त। उसलाई हतार पढेको हेर न, पढ्नु न, म केलाउँछु त हो राजा। उसलाई बनाना चाहिँ पनि मन पराउँछ साथीहरू। आइसोना आइया आइया, मम्मालाई त्यसै पाइ गर्नुहुन्छ हजुरले, बोल्दिनँ नि हजुर त। न मम्मा चाहिँ खाइदियो, मम्माले खाइदियो। आउनुहोस् आउनुहोस् छिटो छिटो, मम्मालाई खाइनु भइसक्यो। छिटो छिटो छिटो, मम्मालाई खानु भइसक्यो। कुद्यो मन चिया खानु गयो रहेछ है। खान्छ न बाबा, बनाना हजुरको छोरा, न बनाना लिनुहोस् न, म खाइदिन्छु भनेर कुदेर आएर खाँदोस्। सिम्बाले जस्तो क्या हाम्रो सिम्बाले कहिलेकाहीँ साथीहरू है हड्डी साँचेर राख्छ नि त, अनि तर नखाने म नेउसीलाई बोलाउँछु भन्थेँ नि त। पहिले पालेको थियो नि त बिरालो, अनि उसको नाम नेउसी हो। अनि उसलाई नेउसी दादा हो, त्यो केटा हो। अनि नेउसी दादालाई बोलाउँछु म अब खानुलाई भन्ने बित्तिकै नै हात दिँदै खान्छ, त्यो छिटो छिटो खान्छ, उसले खाइदिन्छ भनेर क्या। न बाबा ल न खानु आऊ आम्मा, छिटो 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 खानुहोस्। आबै ल ल आएछ हो नि बिचरा, हेर्नुपर्छ ल है। चिया खाएर एकछिनपछि अब आराम गरेर चाहिँ हामी चाहिँ अब घुम्न गइरहेको छौँ है। बुढाबुढी नानीले जहिले घुमाउनु पर्ने हुन्छ नि त, त्यही भएर अब हामी निस्केको है त है। अब जुत्ता लाउँछु, जुत्ता यहाँ छ मेरोमा, यहाँ अँधेरो छ साथीहरू है। म चाहिँ अब एकछिन बाहिर गएपछि देखाउँछु ल। निस्किन गइरहेछु, गेट पनि लगाउनु पर्ने हुन्छ। सिम्बा तिमी बसिगर्ने ल, हस् तिमी चाहिँ बसिगर्ने ल, हस् मामाहरू छुट्टै आउँछ है, चाबी लिएर आउँछु म, तिमी बसिगर्ने ल, अँधेरो हुन्छ। हस् गरौँ है। हामी चाहिँ छोरालाई बिचमा राखेर जानु गइरहेछौँ घुम्नलाई। यहाँ त माटोको थुप्रो एकदम है, पछाडि घर बनाउँदैछ नि त, अनि यो माटो राखेको छ। हाम्रो घरमा यस्तो छ है, घरहरू निस्क्यौँ। आज मामु छोरा एउटै भएर हिँडेको, आज मामु छोरा एउटै भएर हिँडेको है हामी त भन्थ्यो।
नाना हामी त हिँडेको भन्छौँ हामी त हिँडेको भन्दैछ नि ल हामी चाहिँ अब नानीलाई कुलाउनुलाई हिँडेको बाई बाई गर्दैछु हामी त चुम्बुङ आइपुग्यौँ है चुम्बुङमा आइपुग्यो सानो पानमारा स्टेसन आउन लाग्यो हामी चाहिँ यहाँनिर भाउ हेर्नुहुन्छ यसलाई भटिपुरमा चाहिँ छौँ हामी चाहिँ गाडी सिक्नु पानमाराको चोकमा अब हामी चाहिँ भौरी आउन लाग्यौँ आधा छिटो छिटो बाइकमा छिटो हुने रहेछ बाउ छोरा अघि अघि हिँड्दैछ है हामी अस्तिको ठाउँमा आइपुग्यौँ नि साथीहरू किनभने उसलाई यही मन पर्यो अरे नानीलाई है ल है त ल बाबा छोरालाई यहाँ निहाल्दैछु मैले छोरो यहाँ हेर्नुहोस् छैया माछा त रहेन रहेछ छैया छैया है ल है यता अरे उसले कहाँ तान्दैछ कहाँ लाने अरे उसले छिची छिची लाग्छ त त्यहाँ ऊ त जाउँ न खेली खेली गर्ने ठाउँमा लु हिँड्नुहोस् ओह्रालो छ है फेरि लड्छ है हिँड्नुहोस् समसँग ल मामु चेरले समय 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 चोरलाई समय 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 छिटो 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 समय 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 हामी चाहिँ हिँड्दैछौँ है छोरालाई लिएर साथीहरू जाऊ पापासँग जाने हेर चलेको फेरि आहा कति मजा कति मजा कति मजा आयो सोना कहाँ जाने हो कुदेको थियो आमामा हेर आफ्नो खुसीले कहाँ कुदेछ हेर न त्यो भुइँको टिप्छ है त्यसले के जाति फेरि कहाँ जानुभएको हजुर अब
आउनुहोस् 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 उकालो छ है लड्छ है यो त हिँड्नु पो रहेछ त सुइकी सुई उसले त उकालो पनि थाहा छैन डराएको यहाँ फेरि यस्तो उकालो छ कि साथीहरू है माथि अनि त्यही भएर गाउँलाई त उयो नै छैन क्या यस्तो डराउँदैन फेरि एकदम निडर छ के रहेछ सानो के रहेछ जाने कहाँ जानुभएको हजुर कहाँ जानुभएको कुदेको हेर न ल अब यही चढ्ने अरे अब कसो चढ्छ अरे है खुट्टा कहाँ जाने त्यो चढ्नु सक्छौ लड्छ लड्छ है सानो ए उसले त छानी छानी पो हिँड्नु भन्दैछ आफू जस्तो सानोमा छान्यो त्यसले त उसले त घर जस्तो लिप्नु थाल्यो थोको चाहिँ के अमित कहाँ जाने खै पापा खोइ पापाले त फलो गर पापालाई माथि हेरेको ठोक्को बिस्तारो लड्यो नि ओ आफ्नो त हेर त्यहाँ अगाडि बढिसक्यो अब कहाँ त्यहाँनिर हुन्छ हौ ए उता यहाँ मम्मा हेर न ए उता मजा आयो छोरा मम्मा पनि बिर्सेको त्यहाँ बसेर यहाँ र ए ल त भयो यहाँ आउनुहोस् ल छौ सानो म त डर लागिसक्यो यसरी चिप्लिएन थाहा भइसक्यो उसलाई हो लली गर्छ हौ राजामा त कुदेछ छोरो यहाँ कुदेको यत्रो भयो छोरा अब दिदी सन्चै हुनुहुन्छ ल हाम्रो दिदीसँग भेट भयो खुसी लाग्यो म चाहिँ घर आइपुगेँ है अनि यो भिडियो पनि धेरै लामो भइसक्यो है त अनि रातिको 8 बजिसक्यो है घुमघाम गऱ्यो यताउति भएर ल त यस्तै भिडियो अरू पनि ल्याउने छु है त के कस्तो लाग्छ हजुरहरूले प्लिज है कमेन्ट गर्न नबिर्सनु होला प्लिज नयाँ साथीहरू हुन्छ नि यदि मसँग साथी बन्न चाहनुहुन्छ भने सब्सक्राइब गर्न नबिर्सनु होला लाइक कमेन्ट सेयर है सब्सक्राइब है त साथीहरू हस् त नमस्ते एन्ड सेवा भन्दै म अर्को भिडियोमा फेरि प्रस्तुत हुनेछु है त नमस्ते एन्ड गुड नाइट बाइ बाइ